Please watch this video till the end and please don't forget to like, comment, share and subscribe. मेरो बहिनीलाई स्वस्तिकाको जन्मदिनमा ह्यापी बर्थडे भन्न आएको उनी कहाँ गई भनेको त्यहाँबाट आइरहेको थियो स्वस्तिका इज हियर बर्थडे गल्या छ बर्थडे गल्या छ कता हो स्वस्ति हजुर कता हो माथि नै हो माथि हो किन हाँसेको ब्लगर पैसामा भयो हजुर होइन केक किन्नलाई 3000 थियो न कतिमा दिँदै हाल्नु थाहा कतिमा म त टट्टु घर बसेको थिएँ तँलाई त ल्याउने केही पनि पाइनँ मिल्यो केही गर्नु पर्दैन हामी चाहिँ अहिले कलङ्की नाइट आउट नाइट आउट भए नाइट आउट जाने नै पर्छ हो तर पैसा पनि साथ जाने सबैजना ए ल यहाँ चाहिँ हामी चाहिँ यो कता हो स्वस्ति यो ढुङ्गे अड्डा ढुङ्गे अड्डातिर हो यो स्वस्तिकाको बसोबास म चाहिँ उसलाई ह्याप्पी बर्थडे भन्नलाई आएको केही पनि छैन केक पनि छैन गिफ्ट पनि छैन उल्टै हो सब पैसामा आएर जानुपर्ने हो ह्याप्पी बर्थडे कस्तो लगाइरहेको थियो स्वस्तिका हाल जन्मदिनमा 1 वर्ष बुढी हुँदा भन्नु कस्तो लागिरह अब हामी चाहिँ यस्तो ब्लगर पनि भयो होइन भएको छैन अलिअलि सुरुवात गरेको के अब यो अपलोड हुन्छ अपलोड गरिदिने किन नगर्ने सबै फेरि यति एडिट सिडिट हुँदैन यति अपलोड हो फेरि र भिडियो यहाँभित्र हो कोठामा पुगेछ ब्लग नगर्ने भद्रको सिरिस भाइको अवस्था नमस्ते गर ल भाग्यमानी भएस् ल भाइ भाग्यमानी भएस् दिदीलाई नमस्कार गर्यो शिरिष भाइको चाहिँ एकदमै पढन्दाज शिरिष भाइ हो हेर एकदम धेरै पढ्छ अनि ऊ चाहिँ एकछिन रेस्ट गरिरहेको छ स्वस्तिका बहिनीको यहाँ केही बिजोग छैन ठिक छ शिरिष भाइ हामी शिरिष भाइ सही हाई भन शिरिष भाइ हाई भन कसैले हेर्दैन क्या दुईजनाले बाइक हेलो भन हाल्छ नि त मैले युट्युबमा हालेको हाई भन न भनिसक्यो त अरे राम्ररी हाई भन न हेलो को हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला भन न यहाँ भन्ने त हजुरले भन न मैले त भन्नै आएन नाइ हजुरले भन स्वस्ति त भन Please watch this video till the end and please don't forget to like, comment, share and subscribe. दुईजनालाई खतरा युट्युबर बन्छु जस्तो छ भन्ने यत्रो मेकअप भयो र नि मेकअप छैन Look at guys, there is a huge amount of the makeup. Very screen go, very skin go tinted sunscreen. ओहो अनि यो फिक्स डर्माको मोइस्चराइजर ओ माई गॉड मिलानीको फाउन्डेसन ओ माई गॉड मेकअप प्यालेट्स फ्लोरेसेन्सको यो लिपस्टिक नलगा म लगाइदिन्छु भने होइन ल पहिला मोइस्चराइजर लगाऊ बेस प्रिपेयर गर्छु अन्त पहिला प्रिपेयर गर यस्तो क्यामेरा कन्सियस भइहाल्छु क्या म फेरि क्यामेरा देखेपछि के गर्नु क्यामेरा कन्सियस हुन्छ ल
यो चाहिँ सुस्तिकाको आफ्टर मेकअप छ हेर्नु क्या क्युटी ब्युटी स्विटी देखेको छ ओ माई गुड बर्थडे गर्लले सबै मेकअप पुग्ने भयो हातले नपुग्न भितिर ल यस्तो है अब चाहिँ रेडी भएपछि चाहिँ अनि फेरि आउँछ है कस्तो लुगा लाउँछ त अब सुस्तिकाले बर्थडेको लागि नाइट आउटको लागि अब वेट गर्नु है अहिले एकछिनमा हामी चाहिँ अहिले पिज्जा खाने हो सुस्तिकाले हामीलाई चाहिँ पिज्जा अर्डर गरिदिएकी छे अब उसले गएर पिज्जा लगायत अरू अन्य आइटमहरू खानै छ माथि गएर हामीलाई चाहिँ एउटा पिज्जाले टार्ने है ल सिरिस भाइ तेरो बर्थडेमा यस्तो मेकअप गर्नु बोलाइस् मलाई ए सुस्तिकाको कपाललाई रङ पनि अर्कै देखिया त यस्तो हो ल कत्रो आउँछ पिज्जा है ठुलो कि सानो ठुलो हुन्छ अब एउटा मात्रै एक्जाम पाइयो तेरो अनि त्यसपछि त तेरो थर्ड सेमिस्टर सक्यो अहिले चाहिँ अलिक मोटा हो त यस्तो यस्तो पढ्नुपर्छ इन्जिनियर हुनु र कहाँ सजिलो हो र होइन इन्जिनियर हुन सजिलो हो त भाइ अनि निजम त बोलाइछ के भन्छ के गर्छ दुईटा खा भने है के एउटा है एउटा ड्रइङ बाई भने है के त्यो त मलाई आउँछ भनेर गाहा हिजो त्यही हराहा गायब पिज्जा 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 सुस्तिकाले पिज्जा लिएर आए लागिँदैन यो सुस्तिका कस्तो ढिरो नि भएको छ सुस्तिका आउटफिट चेक गरौँ त है कस्तो राम्रो छ पिज्जा खोल त ह्याप्पी बर्थडे गर्ने केकले चक्कुले काटौँ न त ओ माई गॉड सो यम्मी एउटा हात सिस है इटालियन पिज्जा हो यो त इटालियन पिज्जा यो खा त एउटा खान अनि गरेर गर्ने मेरो नि खिच्दै क्या अनि यस्तो हुन्छ यस्तो हो अमर पिज्जा त बास्न छ कस्तो बास्न छ आजकल त फुटबान्डुबाट नि यस्तो हुँदो रहेछ है म के अरे कस्तो आशिष है मिठो ला त मेरो खिच्दै त समाज म नि खान्छु अमर पिज्जा ला छुट्टी गयो नि सुस्तिकै ह्याप्पी बर्थडे ल कता गर्नु न ह्याप्पी बर्थडे टु यु कहाँ के छ यहाँ है दिउँदै नि खान्थ्यो त अब म खान्छु ल अमर पिज्जा मैदाको उयो रहेछ चिली फ्लेक्स मिठो छ अब यो सबै पिज्जा सकाएपछि अब ब्याक हुन्छ टिकाको चाहिँ अलिअलि फोटोसुट पनि भइसक्यो है हेरेर सुस्तिका तिम्रो फोटोसुट कस्तो भएको थियो होला त हाम्रो एकदम प्रोफेसनल फोटोसुट प्रोफेसनल मेकअप प्रोफेसनल फोटोसुट प्रोफेसनल मोडल अब यति भएपछि चाहिँ अब पक्का अब भयो मिलानी फेसन के अरे फेसन विकमा चाहिँ तिमी चाहिँ ऱ्याम्प वाकको ज्याकेट नि कुच्याएर कसले राख्छ सुस्तिका टिङ्रिङ टिङ्रिङ अग्लो हुँदै हिँड्ने हो हुन केही नि हुँदैन म भुइँचम्पा भरिन्न त केही भए छैन तँलाई के हुन्छ र केही हुँदैन झन् एटिट्युड दिएर हिँड्न तँलाई मोडल भाइब्स आउँदैन अलिकति अग्लो फिल हुँदा अलिकति के धेरै अग्लो फिल हुँदा मोडल भाइब्स आउँदैन हुनु पर्यो नि सिस भाइ बाई बाई अब त सिरिस भाइ र म बाई 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 सिरिस भाइ अब हामी जान्छौँ अब त हामी गयो सिरिस भाइको पिज्जा नि खायो प प प सुस्तिकी प कस्तो खतरनाक हाम्रो सुस्तिकालाई चाहिँ खतरनाक गुन्डिनी देखायो नि यो लास्टिक गुन्डिनी हो
त्यहाँनिर बसिरहेको छ बर्थडे गर्ल चाहिँ क्याबिनमा बस्दै आइरहेको है